हेलो, आज चाहिँ आमको अचार है बनाउनु गइरहेछु। हेर्नुहोस्, यो आम पनि मैले यतिको काटेँ हो, 4 खप्लेटा बनाएर यसलाई पहिले मजाले धुलाएँ हो। धुलाइसकेपछि यसरी 4 खप्लेटा बनाएर काटेँ है। अब यसलाई घाममा 1-2 घन्टाको लागि सुकाइदिनु छ, किनकि घाममा 1-2 घन्टा सुकायो भने के हुन्छ भने नि यसको यो सेतो सेतो हुन्छ, यो मजाले सुक्छ कि अनि मजाले निस्किन्छ। अनि त्यसको बादमा के गर्छु भने नि एउटा बयम, सफा बयममा मजाले खादिदिन्छु हो। खादिदिएर टाइट बिर्को बन्द गरेर घाममा सुकाइदिन्छु। 1 दिन नभए 2 दिन त सुकाउनु पर्छ है। अनि म चाहिँ 1 दिन सुकाउने छु। 1 दिन सुकाएर अनि त्यसलाई अनि मरमसला के चाहिन्छ, कसो कसो गर्नुपर्छ है, कसरी बनाउनुपर्छ अर्को भिडियोमा भन्ने छु हजुरहरूलाई हो, कस्तो तरिकाले आमको अचार बनाइन्छ है। आमको अचार बनाउने त भिन्दै भिन्दै तरिका हुन्छ नि, आफ्नो आफ्नो। मेरो आइडिया हजुरहरूलाई कस्तो लाग्छ पुरा भिडियो हेरेर भनिदिनुहोस् होला, अर्को भिडियोमा कन्टिन्यू गर्नेछु है। आजको लागि चाहिँ यति नै, बाई बाई, टाटा।